के तपाईहरू पैसा कमाउनुहुन्छ तर महिनाको अन्त्यमा पैसा कहाँ गयो थाहै हुँदैन? यदि यस्तो हुन्छ भने आजको भिडियो तपाईहरूको लागि धेरै महत्त्वपूर्ण छ। आज धेरै मानिसहरू मेहनत गरेर पैसा कमाउँछन् तर सही व्यवस्थापन नहुँदा पैसा कहिले बचत हुँदैन। त्यसैले पैसा कमाउनु भन्दा पनि पैसा कसरी प्रयोग गर्ने भन्ने ज्ञान आवश्यक पर्दछ। त्यसका लागि नियम नम्बर 1 रहेको छ आम्दानी र खर्च लेख्नुहोस्। सबैभन्दा पहिले आफ्नो महिनाको आम्दानी र खर्च हिसाब राख्नुहोस्। जबसम्म तपाईलाई पैसा कहाँ खर्च भइरहेको छ थाहा हुँदैन तबसम्म बचत गर्न गाह्रो हुन्छ। नियम नम्बर 2 आम्दानीको 20% बचत गर्नुहोस्। विशेषज्ञहरू भन्छन् आफ्नो आम्दानीको कम्तीमा पनि 20% बचत गर्नुपर्छ। पहिले बचत गर्नुहोस् अनि बाँकी पैसाको खर्च गर्नुहोस्। नियम नम्बर 3 अनावश्यक खर्च घटाउनुहोस्। अनावश्यक किनमेल, धेरै बाहिर खाने बानी र साना खर्चले ठुलो पैसा सकिन्छ। त्यसैले खर्च गर्नुभन्दा पहिला सोच्ने बानी बसाल्नुहोस्। नियम नम्बर 4 लगानी गर्न सिक्नुहोस्। बचत गरिएको पैसा केवल ब्याङ्कमा राखेर मात्र हुँदैन। त्यसलाई सेयर बजार, व्यवसाय वा अन्य राम्रो लगानीको क्षेत्रहरूमा लगानी गर्नुहोस्। याद राख्नुहोस्, धनी बन्ने रहस्य धेरै पैसा कमाउनु मात्र होइन, पैसालाई सही तरिकाले व्यवस्थापन गर्नु हो। यदि तपाईहरूलाई यस्तो ज्ञानमूलक भिडियोहरू मन पर्यो भने लाइक, सेयर र फलो गर्न नबिर्सनुहोला। धन्यवाद।